सरकारले व्यवस्थित रूपमा पार्किङहरू दिन सकेको छैन, रोक्ने ठाउँहरू दिन सकेको छैन। 500 कमाउने अनि राइडरलाई चिट काट्ने जरिवाना तिराउने। बिचरा यो बहिनीको के गल्ती थियो? यो बहिनीको आँसुले अवश्य पिरोल्नेछ एक दिन। गणेशको नेपालमै बसेर के गर्छु भन्नु उसको गल्ती थियो। यस्ता हजारौं हाम्रा राइडर साथीहरू छन्। प्रत्येक दिन ट्राफिकको चिट, नगर प्रहरीको चिट, अन्य कुराहरू जरिवाना तिर्दा गाह्रो भएको, धेरै गाह्रो भएको अवस्थाहरू छन्। सम्बन्धित निकाय अथवा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ हामी। गणेश नेपालीलाई हार्दिक श्रद्धाञ्जली। त्यस्तै गरेर उसको परिवारमा, उहाँको परिवारमा धैर्य धारणा ईश्वरले प्रदान गरून्।